घर परिवारमा केही शुभ काम हुनेछन् कुम्भको जेठ महिनामा। भाग्य भाव सक्रिय भएकाले, भाग्य भाव एक्टिभ भएकाले रोकिएका कामहरू बन्नेछन्, हजुरलाई भाग्यले साथ दिनेछन् है त। त्यस्तै सरकारी कामहरू, सरकारी कागजहरू, अन्य जुनसुकै कागजातको काम बन्नुपर्ने थियो भने हजुरको काम बनेर जानेछन् है त। त्यस्तै जागिर परिवर्तनको योग थियो, जागिर परिवर्तनको सोच थियो, जागिर परिवर्तनको योग छ सोच थियो भने त्यस्तै सरुवा बढुवाको योग पनि बनेको छ। हजुरको सरुवा बढुवा हुनुपर्ने छ भने अब हुन्छ। माता पितालाई खुसी राख्न सकिनेछ। अनि माता पिता र गुरुजनको सल्लाहमा अगाडि बढ्नुभयो भने एकदमै धेरै राम्रो हुन्छ। त्यही भएर हरेक काम गर्नु अगाडि माता पिता र गुरुजनको सल्लाह लिएर मात्रै, सुझाव लिएर मात्रै अगाडि बढ्नु होला। सन्तान पक्षबाट हजुरहरूलाई खुसी र सन्तुष्टि मिल्नेछ। त्यस्तै प्रेम पक्षबाट पनि हजुरहरूलाई खुसी र सन्तुष्टि मिल्नेछ है त। त्यस्तै समाजमा मान प्रतिष्ठा बढ्नेछ, इज्जत बढ्नेछ कुम्भको। सामाजिक मान प्रतिष्ठा बढ्ने भयो। हतारमा गरेको निर्णयले हजुरलाई घाटा हुन सक्छ, त्यो कुरामा ध्यान दिनु होला है त। त्यस्तै जिद्दीपन, घमण्डीपनले ठुला ठुला अवसर गुम्न सक्छ। अहङ्कार, जिद्दीपन, घमण्डीपन हजुरको बढेर जानाले आएको अवसर पनि गुम्न सक्छ। त्यही भएर आफ्नो अहङ्कार र जिद्दीपनलाई चाहिँ काबुमा राख्नु होला। शत्रुले दुःख दिन सक्छन्, हजुरहरूलाई शत्रु खेल्न सक्छन् है त। शत्रुले दुःख दिन सक्छन्, ख्याल गर्नु होला। हजुरको पछाडिबाट मुखमा राम पछाडिबाट छुरा, बगलीमा छुरा, त्यो हुनसक्छ। आत्मबल र आत्मविश्वास बढ्ने समय छ कि हजुरको आत्मबल र आत्मविश्वास बढ्ने समय छ। मैले केही गर्न सक्छु है भन्ने सोच हजुरहरूलाई आउनेछ। पुराना रोग थियो भने अब निको भएर जानेछन्, तर टाउको दुख्ने, पेट दुख्ने र अनिद्राको समस्याले चाहिँ हजुरलाई सताउन सक्छ है। अनि अर्को कुरा चाहिँ हजुरलाई आर्थिक रूपमा चाहिँ अलिकति सङ्घर्ष गर्नुपर्ने हुन्छ है त। अरू इच्छापूर्ति हुन्छ, भाग्यले साथ पनि दिन्छ, तर कमाइको मामिलामा चाहिँ पैसा कमाउन अलि बढी सङ्घर्ष गर्नुपर्ने, बचाउनलाई पनि संयमता अपनाउनु पर्ने, ती कुराहरू हुन्छ है त। टाढाको यात्राको योग नभएकाले वैदेशिक यात्रामा ढिलाइ हुन सक्छ। छोटो दूरीको यात्राको योग त छ, तर टाढाको यात्रा छैन कि हजुरहरूलाई घरमै बस्न मन लाग्ने, आलस्य लाग्ने, अल्छी लाग्ने, घरमै बस्न मन लाग्ने के त्यस्तो परिस्थिति बनेको छ। त्यही भएर वैदेशिक यात्रा काममा अलिकति ढिलाइ हुन सक्छ। निर्णय क्षमता चाहिँ बढ्छ है हजुरको। निर्णय क्षमता बढ्ने, नयाँ नयाँ सोच आउने, नयाँ आइडिया फुर्ने, सृजनात्मक कार्य गर्न मन लाग्ने, यी कुराहरू हुन्छ हजुरहरूलाई। अनि जसले अरूलाई ज्ञान दिने काम गर्नुहुन्छ नि, टिचर हुनुभयो, धार्मिक व्यक्ति हुनुभयो, मोटिभेसनल स्पिकर हुनुभयो, अनि ट्रेनिङ सेन्टर, इन्स्टिट्युटहरू खोलेर जसले बस्नु भएको छ, हजुरहरूलाई एकदमै राम्रो छ है त। अरूलाई परामर्श दिने व्यक्तिहरूका लागि राम्रो छ। अनि गुरुजन, मान्यजन, विशिष्ट व्यक्तिसँग हजुरको अवश्य भेट हुनेछ है त। समाजमा नाम कहलिएका, देशमा नाम कहलिएका प्रतिष्ठित व्यक्तिहरूसँग हजुरको भेटघाट हुनेछ। अनि हजुरको अलिकति मनोरञ्जनमा बित्ने महिना पनि छ यो महिना है त। 3 र 5 भाव एक्टिभ भएको छ। हजुरको अनलाइनमा, मोबाइल, इन्टरनेटमा रमाइलो कुराहरू हेरेर पनि भयो, कुनै मनोरञ्जनको काममा गएर पनि भयो, हजुरको रमाइलोसँग बित्नेछ। अनि कलाकार, खेलाडी र मनोरञ्जनको